हामी चाहिँ यसरी जान्छौँ है घर यसरी सिट नपाएर हाई नगर यहाँ दिदीको र मेरो बसाइ यहाँ भुइँमा छ मैले अब मेरो कन्टिन्यू भ्लग पनि अपलोड गर्न पाइनँ त यताको नेटहरूले गरेर नेट त चल्दैन केही फोन लाइन त केही आउँदैन अनि त्यही भएर हाई एभ्रिवान सेवा नमस्ते वेलकम ब्याक टु माई च्यानल यस्तो सबै नम्बर है अन्त आजसम्म सन्चै हुन्छ होला म पनि सन्चै छु म भित्रै आउँछ अनि आज चाहिँ हामी फर्किनु लागेको हो अनि यहाँ मैले अब मेरो कन्टिन्यू भ्लग पनि अपलोड गर्न पाइनँ त यताको नेटहरूले गरेर नेट त चल्दैन केही फोन लाइन त केही आउँदैन अनि त्यही भएर जस्ट भ्लग बनायो बस त्यति नै भएर चाहिँ साँझ चाहिँ हामी फर्किनु लागेको अस्ति नै फर्किसक्यो नि पानी परेर बाटै भत्केको थियो क्या अनि हिजो बनाउनु भएछ बेलुका फोन गर्नुभएको थियो क्या बाटो बनाउनु भनेर त्यही भएर हामी चाहिँ आज जानु लागेको हो अनि सबैजना प्याकिङहरू पनि गर्दै हुन्छ गर्न चाहिँ गर्न चादरहरू पनि छैन अब कसको सुन्दै जान्छ दिदी यस रेडी कान्छु हामी चाहिँ यसरी जान्छौँ है घर यसरी सिट नपाएर हाई नगर यहाँ दिदीको र मेरो बसाइ यहाँ भुइँमा छ यहाँ म त सुत्न पनि ठिक्क छ कम्ती भिड छैन सो अहिले चाहिँ हामी हात्तीसार भन्ने ठाउँमा आइपुग्यौँ मलाई चाहिँ एक्ज्याक्ट थाहा भएन अनि हात्तीसार भन्ने ठाउँमा आइपुग्यौँ लगभग हामी आइपुग्नु लाग्यौँ अब मेबी 1 आवरमा चाहिँ हामी पुग्छौँ होला होइन यति धेरै बिजोग भएर आएको हामी ऱ्यान्डमली आएको क्या गाडीहरू पनि नपाएर ऱ्यान्डमली उस गरेर आएको बसमा आएको अनि सिट 4टा मात्रै पायो अनि आधी चाहिँ हामी यताउति भुइँतिर बसेर आउन चाहिँ आएको क्या धेरै टाइम भइसकेको थियो अनि यता कामहरू पनि छ नि त अनि त्यही भएर नै हामी निस्किहालेको हो जस लगभग आइपुग्यौँ जस्तो गरेर भए पनि अनि अहिले चाहिँ यहाँनिर रेस्ट गर्ने ठाउँहरू गएको छ अनि मम्मी दिदीहरू चाहिँ सबैजना खाजा खानु जानुभएको छ म चाहिँ खाँदैन नि त बाहिरतिर मलाई मन पनि पर्दैन त्यो एरियामा गएको पनि छैन मलाई त टाउको दुख्छ त्यो खानेकुरा देखाउनु पनि क्या अनि त्यही भएर म चाहिँ यता आएर बसिरहेको छु यहाँनिर अलिक शीतलमा सो त्यस्तै भयो भनौँ न यस्तो बिजोग भएर आइपुग्यौँ छ गाह्रो भयो दसैँको टाइममा त कहीँ नजानुपर्ने कहीँ नहिँड्नु पर्ने क्या धेरै गाह्रो हुने रहेछ क्या धेरै गाह्रो तपाईँहरू पनि दसैँको टाइममा कहाँ पनि नहिँड्नु होला घरमै बसेर रमाइलो गर्नु होला भनेर भन्दैछु म फाइनल आइपुग्यौँ हाम्रो ठाउँमा यहाँसम्म झार्दै हुनुहुन्छ के भयो छोरी हाई भनिदेऊ रोसी हाई हामी चाहिँ आइपुग्यौँ माया गर्दा माया गर पखान सफारी बोलाउनु पर्दैन यस्तो सामान कसरी लिएर जानु सफारी बोलाउनु पर्छ नि मम्मी सफारी हामी सफारीमा जाने हो फाइनली वी आर हाम्रो एरियामा मनपर्छ छोरो मनपर्छ सो हामी चाहिँ घर पनि आइपुग्यौँ अनि हाम्रो घरमा कामहरू पनि थियो अनि कामहरू पनि हाम्रो लगभग सक्यौँ गऱ्यौँ अनि त्यस्तै भयो हाम्रो अब फर्किँदाको भिडियो चाहिँ मेरो खासै ठिक्क छोटो भयो नि त मैले गरिनँ पनि त्यो अवस्थै थिएन राम्रै थिएन हाम्रो सिट नपाएर बिजोग भएर आएको थियौँ क्या हामी अनि अलिअलि गर्दै चाहिँ आएको थियो मैले सो हाम्रो दसैँको अनि गाउँको यात्रा चाहिँ त्यस्तै भयो होइन हाम्रो चाहिँ एकदम गाउँ पनि पुरै गाउँ हो क्या कस्तो भन्दाखेरि पुरै गाउँ नै होइन हाम्रो चाहिँ अनि पुरै गाउँ अनि पसलहरू पनि जान टाढो जानुपर्छ बाटोसाटो बिग्रियो भने केही गर्न पनि पाइँदैन त्यस्तो हो क्या हाम्रो चाहिँ पुरै गाउँ नै हो सो हाम्रो त्यस्तै भयो गाउँको यात्रा दसैँ अनि त्यही हो सबैजनाले अझसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद अझै के भ्लगहरू बाँकी छ आउँछ कन्टिन्यू हेर्दै गर्नु होला सबैजनाले